गाइस, आज चाहिँ म हजुरहरूलाई हाम्रो गाउँमा चाहिँ जाडो समयमा एकदमै धेरै बनाएर खाइने खाना जो फल्की भन्छ त्यो चाहिँ हजुरहरूलाई आज म बनाएर देखाउन गइरहेको छु। हजुरहरूले हेरिदिनु होला। हाम्रो फल्की चाहिँ यता बनाउनको लागि रेडी भइसकेको छ। यो पहिलो देखेको चाहिँ यो चाहिँ फल्की मकै हो। यो चाहिँ जुन कलिलो मकैलाई चाहिँ एकदमै उसिनेर यसलाई सुकाएर बनाएको हुन्छ। फल्की मकैसँग यो सेतो सिमी अनि यो मसिनो सिमीहरू थुप्रै गेडागुडीहरू चाहिँ हालेर हामीले यसलाई चाहिँ एक दिन चाहिँ भिजाउनु पर्छ। यसलाई यो चाहिँ एकदमै भिजेर पुरै रेडी भइसकेको छ हाम्रो। यो चाहिँ अब पकाउन मात्रै तयारी छ। अनि यसको लागि चाहिँ हामी गाजर र मुला पनि एड गर्छौँ। अब हामी ग्यास अन गरेर यसमा कुकर बसाल्छौँ। अब यसमा हामी तेल हाल्छौँ। तेल खाइसकेपछि चाहिँ यसमा थोरै जिरा पड्काउने, लसुनको तड्का लगाउने, लसुनलाई एकदमै डढ्न दिने यसरी। अब यसमा चाहिँ त्यसपछि यो मुला हाल्ने। अब यसमा त्यसपछि यो फल्की यो जुन भिजाएको छ यसलाई एड गर्ने। अब यसमा थोरै बेसार अनि 1 चम्चा धनिया जिरा पाउडर, आधा चम्चा जति गरम मसला अनि नुन हालिसकेपछि यसलाई मजाले चलाइदिने। अब यसमा पानी हालेर अब यसलाई लगाएर अनि 7-8 सिटी लगाइदिने। भइसक्यो अहिले। अब यसमा हामी साग अब चाहिँ यसमा हामी धनिया लसुन पत्ता यो चाहिँ अब खाना एकदमै रेडी भइसक्यो। अब यो चाहिँ हामी अब खाना खाने यसमा चाहिँ टिमुर पिसेर हाल्नुपर्छ। यसले चाहिँ एकदमै जिउ तातो बनाउँछ। हाम्रो एकदमै लोकल टिमुर सोलुबाट ल्याएको। यसलाई अब यहाँ सिरौटामा यसरी पिसेर अब चाहिँ टिमुर पिसिसक्यो। टिमुरलाई हामी यहाँ एड गर्छौँ। तपाईँले आफ्नो अनुसार टिमुर एड गर्दा हुन्छ। अब यो चाहिँ खानाको लागि रेडी भइसक्यो। अब यसलाई हामी बटुकोमा हालेर सर्भ गर्छौँ। अब यसमा चाहिँ हामीले प्याज काटेको प्याजलाई यसरी माथिबाट हालिदिने अनि रेडी भयो खानाको लागि गाइस। धेरै तातो रहेछ। यसमा चाहिँ हामीले मासु पनि एड गर्न मिल्छ, तर हाम्रो घरमा चाहिँ भेज भएकोले गर्दाखेरि यसमा चाहिँ हामी मासु एड गरेका छैनौँ।